यो काठमाडौँ प्याप्सनको 2082 सालको प्री क्वालिफाइङ एक्जामको क्वेसन पेपर हो। अनि आज हामी क्वेसन नम्बर 22 को अर क्वेसन सल्भ गर्न गइराखेका छौँ। यो क्वेसन ब्याङ्क क्यास बुकसँग रिलेटेड छ। त्यसैले सुरुमा हामी ब्याङ्क क्यास बुकको फर्मेटबारे बुझौँ। ब्याङ्क क्यास बुकको हिसाब गर्नको लागि ब्याङ्क क्यास बुकमा कुन कुन एकाउन्ट हुन्छ भनेर थाहा पाउनुपर्छ। एकाउन्ट भनेको यो माथिपट्टि दिएको कुराहरू हो। सुरुमा क्यास ब्यालेन्स भन्ने एकाउन्ट दिएको छ। हामी सामान्यतया क्यास ब्यालेन्स भन्ने एकाउन्टमा केही पनि लेख्दैनौँ। त्यसपछि ब्याङ्क ब्यालेन्स भन्ने एकाउन्ट दिएको छ। ब्याङ्क बढ्यो भने हामी डेबिट साइडमा इन्ट्री गर्छौँ अनि ब्याङ्क घट्यो भने हामी क्रेडिट साइडमा इन्ट्री गर्छौँ। क्वेसनमा चेक नम्बर दिएको छ भने हामी चेक नम्बरमा लेख्छौँ, नत्र भए लेख्दैनौँ। त्यसपछि ब्यालेन्स दिएको छ। ब्यालेन्समा कसरी इन्ट्री गर्ने त्यो पछि म बताउँछु। अनि बजेट एक्सपेन्डिचर भन्ने एकाउन्ट छ। बजेट एक्सपेन्डिचरको बजेट हेड नम्बरमा हामी बजेट हेड नम्बरहरू लेख्छौँ। अमाउन्टमा यदि खर्च भएको हो भनेदेखि हामी अमाउन्ट लेख्छौँ। खर्च भएको छैन भने यो अकाउन्टमा इन्ट्री हुँदैन। त्यसपछि करेन्ट इयर एडभान्स भन्ने अकाउन्ट छ। यदि हामीले एडभान्स दिएका हौँ भनेदेखि गिभनमा इन्ट्री गर्छौँ। एडभान्स क्लियर्ड गरेका हौँ भनेदेखि क्लियर्डमा इन्ट्री गर्छौँ। त्यसपछि लास्ट इयर एडभान्स भन्ने एकाउन्ट दिएको छ। सामान्यतया हामी यसमा इन्ट्री गर्दैनौँ। अनि त्यसपछि मिसिलेनियस भन्ने एकाउन्ट दिएको छ। क्यास ब्यालेन्स, ब्याङ्क ब्यालेन्स, बजेट एक्सपेन्डिचर, करेन्ट इयर एडभान्स, लास्ट इयर एडभान्समा इन्ट्री नभएका कुराहरूलाई हामी मिसिलेनियसमा ल्याएर इन्ट्री गर्छौँ। अब यति कुरा बुझिसकेपछि हामी हिसाब सुरु गरौँ। अब हामी सुरुको क्वेसन विचार गरौँ। प्रिपेयर ब्याङ्क क्यास बुक फ्रम द फलोइङ डिस्ट्रिक्ट कोअर्डिनेसन युनिट कैलाली। ए 2081-75 इस्युड पेमेन्ट अर्डर फर अफिस म्याटेरियल रुपिस 60,000। सुरुमा हामी डेट लेखौँ। त्यसपछि सिरियल नम्बरमा ए नम्बरको क्वेसन गर्न लागेकोले ए लेखौँ। पर्टिकुलर्समा हामी फाइनेन्सियल ट्रान्ज्याक्सनको समरी लेख्छौँ। त्यसैले पेमेन्ट अर्डर फर अफिस म्याटेरियल भनेर यो फाइनेन्सियल ट्रान्ज्याक्सनको समरी लेखौँ। अघि न कुरा गरे चाहिँ हामी क्यास ब्यालेन्स अकाउन्टमा कुनै पनि इन्ट्री गर्दैनौँ। त्यसो भए ब्याङ्क ब्यालेन्स अकाउन्टमा जाउँ। यो क्वेसनले बताए अनुसार हामीले अफिस म्याटेरियल किन्नको लागि पैसा तिर्दैछौँ। त्यसो भए अफिस म्याटेरियल किन्नको लागि पैसा तिर्दा ब्याङ्कको ब्यालेन्स बढ्छ होला कि घट्छ होला? हो, घट्छ। ब्याङ्कको ब्यालेन्स घट्यो भने हामी क्रेडिट साइडमा इन्ट्री गर्छौँ, बढ्यो भने डेबिट साइडमा इन्ट्री गर्छौँ। अहिले घटिराखेको छ, त्यसैले क्रेडिट साइडमा 60,000 इन्ट्री गरौँ अनि बाँकी इन्ट्री अहिले छोडिदिउँ। अब बजेट एक्सपेन्डिचर एकाउन्टमा जाउँ। अफिस म्याटेरियलको लागि पेमेन्ट गर्दा खर्च हुन्छ कि हुँदैन होला? हो, खर्च हुन्छ। त्यसैले हामी बजेट एक्सपेन्डिचरमा इन्ट्री गर्छौँ। अब अमाउन्टमा 60,000 लेखौँ। अफिस म्याटेरियल भनेको अफिस रिलेटेड एक्सपेन्सेस हो। त्यसैले हामी अफिस रिलेटेड एक्सपेन्सेसको बजेट हेड नम्बर 22311 बजेट हेड नम्बरमा लेख्छौँ। अहिले हामीले एडभान्स दिएका पनि छैनौँ, क्लियर पनि गरेका छैनौँ। त्यसैले एडभान्समा हामी इन्ट्री गर्दैनौँ। त्यसैले यति गरिसकेपछि यो हिसाब सकिन्छ। अब हामी अर्को क्वेसनमा जाउँ। बी 2081-715 नासु मिसेस गुरुङ वाज पेड रुपिस 35,000 एज एडभान्स फर फर्निचर पर्चेज। अघि जस्तै सुरुमा हामी डेट लेखौँ 715। त्यसपछि सिरियल नम्बरमा हामी बी नम्बरको क्वेसन सल्भ गर्दैछौँ। त्यसैले बी भनेर लेखौँ। पर्टिकुलर्समा अहिले हामी फर्निचर पर्चेस गर्न एडभान्स दिँदैछौँ। त्यसैले एडभान्स गिभन फर फर्निचर भनेर लेखौँ। अघि चर्चा गरे चाहिँ हामी क्यास ब्यालेन्स अकाउन्टमा केही पनि इन्ट्री गर्दैनौँ। त्यसो भए ब्याङ्क ब्यालेन्स अकाउन्टमा जाउँ। अहिले हामी एडभान्स दिँदैछौँ। एडभान्स दिँदाखेरि ब्याङ्कको ब्यालेन्स घट्छ। त्यसैले ब्याङ्क ब्यालेन्स अकाउन्टको क्रेडिट साइडमा 35,000 लेखौँ। एडभान्स दिँदाखेरि खर्च पनि हुन्छ। खर्च भनेको एक्सपेन्डिचर हो। त्यसैले हामी एक्सपेन्डिचर अकाउन्टमा पनि इन्ट्री गर्छौँ। बजेट एक्सपेन्डिचरको अमाउन्टमा 35,000 भनेर लेखौँ। फर्निचर एन्ड फिक्सरको बजेट हेड नम्बर कति हो? 31123। त्यो बजेट हेड नम्बर कोलममा लेखौँ। त्यसपछि अहिले हामी एडभान्स दिँदैछौँ। त्यसैले करेन्ट इयर एडभान्समा पनि हामीले इन्ट्री गर्नुपर्ने हुन्छ। हामीले एडभान्स दिइराखेकोले गर्दा हामी गिभन भन्ने कोलममा 35,000 इन्ट्री गर्छौँ। यति गरिसकेपछि यो हिसाब पनि सकिन्छ। अब हामी क्वेसन नम्बर सीमा जाउँ। सी 2081-722 नासु मिसेस गुरुङ सबमिटेड द बिल अफ रुपिस 33,000 एन्ड हर एडभान्स वाज क्लियर्ड। अब सुरुमा अघि जस्तै हामी डेट लेखौँ। हामी क्वेसन नम्बर सी सल्भ गर्दैछौँ। त्यसैले सिरियल नम्बरमा सी लेखौँ। अहिले हामी एडभान्स क्लियर गर्दैछौँ। त्यसैले पर्टिकुलर्समा क्लियरेन्स अफ एडभान्स फर फर्निचर भनेर लेखौँ। यसरी एडभान्स क्लियर्ड अथवा क्लियरेन्स अफ एडभान्स भनेर आउँछ भने हामीले वर्किङ नोट बनाउनु पर्ने हुन्छ। अनि वर्किङ नोटमा एक्सपेन्सेस
एडभान्स र ब्याङ्क भनेर लेख्नुपर्ने हुन्छ। सामान्यतया बिल पछाडि कुनै अमाउन्ट आउँछ भने त्यो एक्सपेन्सेस हुन्छ। त्यस्तै एडभान्स पछाडि कुनै एमाउन्ट आउँछ भने त्यो एडभान्स हुन्छ। अनि एक्सेस अथवा डिपोजिट पछाडि कुनै अमाउन्ट आउँछ भने त्यो ब्याङ्क हुन्छ। अब क्वेसनमा हेर्नुहोस्, क्वेसनमा बिल पछाडि 33,000 अमाउन्ट आएको छ। बिल भनेको एक्सपेन्सेस हो, त्यसैले हामी एक्सपेन्सेसमा 33,000 लेख्छौँ। यो क्वेसनमा 33,000 बाहेक अरू अमाउन्ट दिएको छैन। यस्तो केसमा हामीले योभन्दा अगाडिको क्वेसन हेर्नुपर्ने हुन्छ। योभन्दा अगाडिको क्वेसनमा हामीले मिसेस गुरुङलाई 35,000 एडभान्स दिएका थियौँ, त्यसैले एडभान्समा हामीले 35,000 लेख्नुपर्ने हुन्छ। अब एकछिन सोच्नुहोस्, तपाईँले कसैलाई 35,000 रुपिज एडभान्स दिएर पठाउनु भयो, उसले 33,000 को सामान किन्यो। अब कति बाँकी बस्छ? हो, 2,000 बाँकी बस्छ। त्यसैले हामी ब्याङ्कमा 2,000 लेख्छौँ। अब फेरि सोच्नुहोस्, तपाईँले 35,000 रुपियाँ कसैलाई एडभान्स दिनुभएको छ, उसले जम्मा 33,000 रुपियाँ खर्च गरेको छ। त्यसो भए बाँकी 2,000 रुपियाँ उसले तपाईँलाई फिर्ता गर्नुपर्छ नि, होइन? यसरी 2,000 रुपियाँ फिर्ता गर्दा ब्याङ्कको ब्यालेन्स बढ्छ। अब यो कुरालाई हामी फर्मेटमा फिल गरौँ। सुरुमा हामीले चर्चा गरे चाहिँ हामी क्यास ब्यालेन्स अकाउन्टमा केही पनि इन्ट्री गर्दैनौँ। त्यसो भए अब हामी ब्याङ्क ब्यालेन्स अकाउन्टमा जाउँ। अहिले ब्याङ्कको ब्यालेन्स बढिराखेको छ कि घटिराखेको छ? हो, ब्याङ्कको ब्यालेन्स बढिराखेको छ। त्यसैले हामी डेबिट साइडमा 2,000 भनेर लेख्छौँ। अनि अहिले कति खर्च भइराखेको छ? हामी एक्सपेन्सेसमा हेर्छौँ भने 33,000 खर्च भइराखेको छ। त्यसैले हामी बजेट एक्सपेन्डिचरको अमाउन्ट कोलममा 33,000 लेख्छौँ। अनि फर्निचर एन्ड फिक्सरको बजेट हेड नम्बर 31123 हो, त्यो बिएस नम्बरमा लेख्छौँ। अब हामी करेन्ट इयर एडभान्स एकाउन्टमा जाउँ। अहिले हामी एडभान्स दिँदैछौँ कि क्लियर गर्दैछौँ? हो, हामी क्लियर गर्दैछौँ। त्यसैले क्लियर कोलममा हामीले एडभान्सको अमाउन्ट लेख्नुपर्ने हुन्छ र एडभान्सको अमाउन्ट छ 35,000। अब यति गरेर पनि यो हिसाब सकिँदैन। हामीले क्लियर गरेको अमाउन्ट 35,000लाई बजेट एक्सपेन्डिचरको अमाउन्ट कोलममा लगेर फेरि राख्नुपर्ने हुन्छ। तर अहिले अमाउन्ट राख्दाखेरि हामी ब्राकेटमा राख्छौँ। हामीले किन यस्तो गर्नुपर्ने हुन्छ? किनभने अहिले हाम्रो खर्च 33,000 पुरै भएको होइन। हाम्रो खर्च योभन्दा अगाडिको हिसाबमै भइसकेको छ। त्यसैले त्यो देखाउन हामी ब्राकेट प्रयोग गर्छौँ। अब तपाईँहरूलाई बुझ्न गाह्रो हुन्छ भने यो 35,000लाई फेरि बजेट एक्सपेन्डिचरको अमाउन्ट कोलममा ब्राकेटमा राख्नुपर्छ भनेर याद गर्नुहोस्। यति भए पुगिहाल्छ। यति गरिसकेपछि यो हिसाब सकिन्छ। अब हामी अर्को हिसाबमा जाउँ। अब क्वेसन नम्बर डी विचार गरौँ। डी 2081-728 Employee remuneration of rupees 2,20,000 for the month of Kartik was distributed after deducting provident fund rupees 44,000 and income tax rupees 7,000। यसरी इम्प्लोइ रेम्युनरेसन भनेर क्वेसनमा दिन्छ भने पनि हामीले वर्किङ नोट बनाउनु पर्ने हुन्छ। वर्किङ नोटमा के दिएको छ ती कुराहरू लेख्नुपर्ने हुन्छ। जस्तो क्वेसनमा 2,20,000 छ अनि त्यो इम्प्लोइ रेम्युनरेसन हो, त्यसैले हामीले इम्प्लोइ रेम्युनरेसन भनेर लेख्नुपर्ने हुन्छ। अनि त्यस्तै क्वेसनमा 44,000 दिएको छ, त्यो प्रोभिडेन्ट फन्ड हो। त्यस्तै 7,000 दिएको छ अनि त्यो इन्कम ट्याक्स हो। यसरी क्वेसनमा दिएको सबै कुरा भरिसकेपछि हामीले एउटा कुरा थप्नु पर्ने हुन्छ, त्यो हो ब्याङ्क। अब यो इम्प्लोइ रेम्युनरेसनलाई हामी डेबिट भनेर लेख्छौँ अनि बाँकी सबैलाई हामी क्रेडिट भनेर लेख्छौँ। अहिले हाम्रो इम्प्लोइ रेम्युनरेसन कति छ? हो, 2,20,000 छ। प्रोभिडेन्ट फन्ड कति छ? 44,000 छ। इन्कम ट्याक्स कति छ? 7,000 छ। अब डेबिटमा 2,20,000 भयो अनि क्रेडिटमा कति भयो? 51,000 भयो। डेबिट र क्रेडिट सधैँ बराबर हुनुपर्छ। त्यसो भए क्रेडिटमा कति पुगेन? 1,69,000 पुगेन। त्यो 1,69,000 ब्याङ्कको अमाउन्ट हो। अब यसलाई हामी फर्मेटमा फिल गरौँ। सुरुमा डेटमा 728 भनेर लेखौँ। अहिले हामी क्वेसन नम्बर डी सल्भ गर्दैछौँ, त्यसैले सिरियल नम्बरमा डी भनेर लेखौँ। अनि अहिले इम्प्लोइ रेम्युनरेसन डिस्ट्रिब्युट भइराखेको छ, त्यसैले इम्प्लोइ रेम्युनरेसन डिस्ट्रिब्युट भनेर पर्टिकुलर्समा लेखौँ। हामीले पहिला पनि कुरा गरे चाहिँ हामी क्यास ब्यालेन्समा केही पनि लेख्दैनौँ। अब हामी ब्याङ्क ब्यालेन्स अकाउन्टमा जाउँ। अहिले ब्याङ्क
कुन साइडमा छ? हो, क्रेडिट साइडमा छ। त्यसैले क्रेडिटमा 1,69,000 भनेर लेखौँ। त्यसपछि बजेट एक्सपेन्डिचर अकाउन्टमा जाउँ। यो इम्प्लोइ रेम्युनरेसन भनेको एक्सपेन्सेस हो। त्यसैले 2,20,000 हामी बजेट एक्सपेन्डिचरको अमाउन्टमा लेख्छौँ। अनि इम्प्लोइ रेम्युनरेसनको बजेट हेड नम्बर 2 4वटा 1 हो, त्यो हामी बजेट हेड नम्बरमा लेख्छौँ। अब अहिले हामीले एडभान्स दिएका पनि छैनौँ, एडभान्स क्लियर पनि गरेका छैनौँ, त्यसैले करेन्ट इयर एडभान्स अकाउन्टमा हामी इन्ट्री गर्दैनौँ। अनि पहिला पनि कुरा गरे चाहिँ लास्ट इयर एडभान्स अकाउन्टमा पनि हामी कहिल्यै इन्ट्री गर्दैनौँ। त्यसो भए प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्सको अमाउन्ट हामी कहाँ इन्ट्री गर्छौँ? हो, मिसिलिनियसमा इन्ट्री गर्छौँ। अनि प्रोभिडेन्ट फन्ड र इन्कम ट्याक्स कुन साइडमा छ? क्रेडिट साइडमा छ। त्यसैले मिसिलिनियसको क्रेडिट साइडमा हामी यसरी 44,000 अनि 7,000 भनेर इन्ट्री गर्छौँ। यति गरिसकेपछि यो हिसाब सकिन्छ। अब हामी अन्तिम क्वेसन विचार गरौँ। 2081-730 रिसिभ्ड पेमेन्ट रिलिज थ्रु डिटिसिओ फर द डिफ्रेन्ट एक्सपेन्डिचर मेड फर द मन्थ अफ कार्तिक। तपाईहरूले याद गर्नुभयो, यो क्वेसनमा पेमेन्ट रिलिज भनेर लेखिएको छ। यसरी क्वेसनमा पेमेन्ट रिलिज भनेर लेखिएको छैन भने पनि हामीले हिसाबको अन्तमा पेमेन्ट रिलिजको हिसाब गर्नै पर्ने हुन्छ। यो क्वेसनमा पेमेन्ट रिलिजको अमाउन्ट दिएको छैन। त्यसो भए अमाउन्ट कसरी निकाल्न सकिन्छ? पेमेन्ट रिलिजको अमाउन्ट निकाल्नको लागि हामीले ब्याङ्क अकाउन्टको ब्यालेन्समा अमाउन्टहरू भर्नुपर्ने हुन्छ। त्यसैले अब हामी ब्यालेन्स अमाउन्टहरू भर्दै जाउँ। सुरुको हिसाबमा ब्याङ्क अकाउन्टको क्रेडिट साइडमा 60,000 आएको छ। त्यसैले हामी ब्यालेन्समा -60,000 भनेर लेख्छौँ। अनि एकाउन्टमा माइनस लेख्नु पर्यो भने हामी ब्राकेट युज गर्छौँ। सेकेन्ड क्वेसनमा पनि 35,000 माइनसमा आएको छ। अघि माइनसमा 60,000 थियो, अहिले माइनसमा 35,000 भयो। माइनस माइनस के हुन्छ? हो, प्लस हुन्छ। -60,000 - 35,000 = 95,000 हुन्छ। त्यसैले अब हामी ब्यालेन्समा 95,000 माइनसमा लेख्छौँ, अर्थात् ब्राकेटभित्र 95,000 लेख्छौँ। थर्ड क्वेसनमा 3,000 डेबिटमा आएको छ। अघि 95,000 माइनसमा थियो, अहिले 3,000 प्लसमा भयो। माइनस प्लस माइनस हुन्छ। त्यसैले 95,000 - 3,000 गर्दा 92,000 आउँछ। अनि यो पनि माइनसमा आएकोले हामी ब्राकेटभित्र 92,000 भनेर लेख्छौँ। डी नम्बरको क्वेसनमा 1,69,000 क्रेडिट साइडमा आएको छ। अघि -92,000 थियो, अब -1,69,000 भयो। त्यसो भए माइनस माइनस के हुन्छ? हो, प्लस हुन्छ। अब हामी 92,000 + 1,69,000 गर्छौँ र ब्यालेन्समा 2,61,000 लेख्छौँ। अनि माइनस माइनस प्लस भए तापनि साइन माइनस हुने भएकोले हामी यो अमाउन्टलाई ब्राकेटभित्र लेख्छौँ। र यसरी ब्याङ्क अकाउन्टको अन्तमा आएको अमाउन्ट भनेको पेमेन्ट रिलिजको अमाउन्ट हुन्छ। हामी क्वेसनमा हेर्छौँ भने त्यहाँ पेमेन्ट रिलिज रिसिप्ट भनेर लेखिएको छ। यसरी रिसिभ गर्दाखेरि ब्याङ्कको अमाउन्ट बढ्छ। त्यसैले हामी डेबिट साइडमा 2,61,000 लेख्छौँ। अब डेबिट हुन्छ भने क्रेडिट पनि हुनुपर्छ। बजेट एक्सपेन्डिचर भनेको खर्च हो, तर अहिले हाम्रो इन्कम भइरहेको छ। त्यसैले बजेट एक्सपेन्डिचरमा इन्ट्री हुने कुरा आएन। त्यस्तै अहिले एडभान्स दिएको पनि छैन, त्यसैले एडभान्स गिभन र क्लियरमा पनि इन्ट्री हुने कुरा आएन। अब पेमेन्ट रिलिजको क्रेडिट अमाउन्ट हामी मिसिलिनियसमा लेख्छौँ र क्रेडिट भएकोले मिसिलिनियसको क्रेडिट साइडमा लेख्छौँ। हामीले डेटमा महिनाको अन्तिम डेट अथवा क्वेसनमा दिएको डेट लेख्नुपर्ने हुन्छ। हामी ई नम्बरको क्वेसन गर्दैछौँ, त्यसैले ई भनेर सिरियल नम्बरमा लेख्छौँ अनि पर्टिकुलर्समा पेमेन्ट रिलिज रिसिप्ट भनेर लेख्छौँ। अघि हाम्रो ब्याङ्कको ब्यालेन्समा 2,61,000 थियो र अहिले हाम्रो डेबिट साइडमा 2,61,000 नै छ। त्यसो भए ब्यालेन्स कति भयो? हो, 0 भयो। त्यसैले हामी ब्यालेन्समा 0 लेख्छौँ। यति गरेपछि यो हिसाब पनि सकिन्छ। अब अन्तमा हामी टोटल निकाल्छौँ। क्यास ब्यालेन्समा कुनै पनि अमाउन्ट छैन, त्यसैले केही पनि गर्नु परेन। ब्याङ्क ब्यालेन्सको डेबिट साइडमा 3,000 + 2,61,000 गर्दा 2,64,000 हुन्छ। त्यस्तै क्रेडिट साइडमा 60,000, 35,000 + 1,69,000 गर्दा 2,64,000 हुन्छ। ब्यालेन्सको टोटल गर्दाखेरि हामी अन्तमा आएको अमाउन्ट लेख्छौँ, अर्थात् 0 लेख्छौँ। हामीले बजेट एक्सपेन्डिचरको बजेट हेड नम्बरमा टोटल गर्नु पर्दैन। अब अमाउन्टमा 60,000 + 35,000 30,000 - 35,000 +
2,20,000 गर्दा 3,40,000 हुन्छ। एडभान्स गिभनमा 35,000 छ, एडभान्स क्लियर्डमा पनि 35,000 छ। त्यस्तै मिसिलिनियसको क्रेडिट साइडमा 44,000 प्लस 7,000 प्लस 2,61,000 गर्दा 3,12,000 हुन्छ। यति गरिसकेपछि यो हिसाब सबै सकिन्छ। तपाईहरूले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् अनि यो भिडियो आफ्नो साथीहरूलाई सेयर गर्न नबिर्सनुहोस्।